के साथीभाइहरू वेलकम ब्याक विथ न्यू एपिसोड। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम ठिकठाकै छु। अब धेरै दिन म भ्लग नि बनाउनु पाएन, भ्लग नि बनाइएन भनौँ। अब खासै भ्लग नि बनाइएन, कहिले कता भन्दा नि बनाउन नि मन लागेन। अनि अहिले चाहिँ अब यसो भ्लग नि बनाऊँ भनेर यसो बाहिर निस्किन लाग्यो। ल बाइक साइक निकालेर भिडियो बनाउँछु ल गरा। तरकारी बजारमा आज तरकारी छैन केरा हो। तरकारी बजार आइयो कुरा हो सामान लिनलाई, तर बजारमा खासै तरकारी छैन, भएको नि लास्ट महँगो छ। दाइ सलादको कति भन्यो अरे? 500 रुपियाँ किलो। पसल लगेर बेच्दा 600 पुग्छ केरा हो। ल अहिले भेटौँ लगेर आउँदा सामान हाल्दाखेरि भित्र आएर च्याउ किनियो। च्याउ 4-5 किलो च्याउ किनियो। अब अरू तरकारी किन भ्लग बुढा भाइरल अब भोलि सिधा पाइलाको तरकारी पसली। अब के खोर्सानी किन्न बाँकी, खोर्सानी किनिहाल मैले बिर्सिन्छ फेरि। अहिले अस्ति तपाईँ लगेर त हो नि, हिजो मसँग 1 किलो नि खोर्सानी, आधा किलो खोर्सानी थियो। म डल्ले खोर्सानी मात्र राखेर पठाइदिएको हो नि। कसैले पनि छोड्दैन कि राम्रोसँग लिनु। निन्द्रा लागिरहेको छ आज त झन्। अरू यो टाइममा मस्त सुतिरहन्। दिनदिनै भाउबाट है क्या गोडबेलाको। अस्ति 1500 क्रेटको गोडबेला, आज 2500। आमा तरकारी अरू पनि किन म अगाडि गएर हेरौँ। अहिले भेटौँ। नयाँ आलु किन्न आउँदाखेरि मैले हस्पिटल जानुपर्ने स्थिति भइसक्यो। यहाँ नयाँ बोरा किन्दाखेरि लगभग 6000 भेट्न खोजिसक्यो। यहाँ नयाँ आलुको बोराको बोरा कति किलोको हुन्छ भन्ने हो, यहाँ कति किलोको बोरा छ भन्नेमा भर पर्यो। महँगो पर्यो केटा हो तरकारी। अब किन्ने मान्छेले चाहिँ कसरी किन्छ भन्नेमा हो, किनेन भने अनि अर्को फसाद आइलाग्छ। यहाँ डुबान छ केटा हो तरकारी बजारमा, किनिसक्ने केही छैन। यहाँ बस्तीमा सिजअप भन्छ। $98 613 848। अब कलेज पनि जानु पर्ने भनेर आज एकचोटि यसो कलेज पनि खासै गएर लाग्छ। यहीँ मैले कति बज्यो 45 भइसक्यो। खुलित्त भइसक्यो। यहाँ ल जाउ भइसक्यो केटा हो। यहीँ ढिला भइसक्यो आज तरकारी बजारमा। कति भयो गिर्खा चाहिँ त्यो भित्र चाहिँ यो छानेर आउँदैन त्यो मेरो 2 ग्रेड त उनी गिर्खा भइसक्यो। कलेजबाट पनि घर आइसक्यो। घर आएर साग 5 मुठा 4 मुठा हिजोको 1 मुठा छ, 4 मुठा झारिदिनु ल। 4 मुठा झारिदिनु।
साग पसल आइयो साग झारिदिने कुरा गर्दै थिएँ नि तरकारी अलिअलि झार्नु पऱ्यो बिहान नै झारिएको 6-7 हजारको तरकारी झारियो बिहान अब अहिले नि अलिअलि झार्नु पऱ्यो होइन अब कलेज नि गरायो कलेजमा नि अब आजदेखि कलेज गइँदैन इक्जाम मात्रै दिन जाने हो कलेज अब खासै कलेज गइँदैन अनि आज एक्चुअली गइदिउँ भनेर गएको त्यही हो अब एकछिन यहाँ पसलमा बसेर अब अनि खाएर आइयो अब बन्द गर्नुपर्छ एकछिनमा अनि खानासाना खान जानुपर्छ त्यही हो त्यस्तो खासै छैन पानी परिरहेछ यस्तै मस्त पानी परिरहेछ त्यस्तो उता छैन त्यो भएर हल्का झ्याउ छ केरा हो पसल नि भर्खर स्टार्ट गरे हो अब त्यस्तो उता छैन होइन हल्का अब थोरै सामान राखेको छ त्यस्तो धेरै सामान त राखेको छैन अब त्यस्तो उता छैन अब बिस्तारै त्यही हो अब पसल नि अलिअलि चल्छ अब बाहिर फेरि कहाँ हिँड्न पाइँदैन केटा हो पसलमा बसेपछि पसलको टोइलेट जाँदाखेरि पाइँदैन हेर केटा हो पसल राख्यो भनेदेखि तिमीहरूलाई के नगरिन्छ भने जस्तो सोच हल्का पैसा कमाइन्छ भन्ने मात्र हो तर आफ्नो फ्रिडम यताउति सब जान्छ केटा हो त्यो लास्ट गाह्रो छ हेर अब यस्तै हो रमाइलो छ बिहान 4 बजीदेखिबाट उठेर सामान लिन गइन्छ सामान ल्याइन्छ त्यस्तै हो अरू त ठिकठाकै भनौँ केटा हो अब धेरै दिनपछि भ्लग बनाइरहेको छु भ्लग नि खासै बनाइन अब यत्रो दिनसम्म भ्लग अब के कता अब त्यस्तो कता भन्दा नि त्यस्तो बिजी त थिइनँ भए पनि भिडियो बनाउन मन नलाग्ने रहेछ कि अब एक दिन ग्याप भएपछि भिडियो बनाउनै मन नलाग्ने रहेछ अनि त्यो भएर पनि अब बिहान छिटो उठ्ने अनि बिहान फेरि पसल आयो यता गऱ्यो फेरि दिउँसो खाना सुत्यो गर्दाखेरि त्यो मन नै नलाग्ने रहेछ कि त्यो भएर पनि खासै भिडियो नि बनाएन लगेर अहिलेलाई यति नै अब अहिले एकछिनमा भेटौँ ल केटा अहिले चाहिँ अब घर आएर चिया खायो चिया खाएर अब फेरि पसल जान आएर अन्त म भर्खरै पसलबाटै आयो फेरि आउँदा तैपनि अब फेरि पसलै जान लागिरहेको मम्मी त्यहाँ मास्टर काममा जाने भन्दै थिएँ अब पसलमा बस्ने भने म मात्रै अब बढी जस्तो मै मात्र बसिरहेको हुन्छु अनि मम्मीलाई त्यो सामान गरेटहरू पनि आएन अनि आफै अब पसलमा बस्नु पऱ्यो अनि त्यो भएर हल्का झ्याउ छ केटा हो कहीँ हिँड्न पाइँदैन केही गर्नु पाइँदैन केटा हो आफै एक्लै भएपछि त्यही भएर अब गाह्रो छ आफू एक्लै भएपछि अब त्यही पनि गर्नै पऱ्यो के गर्नु अब गरिदिनु हुन पाइएन त्यस्तै हो अब आफै गर्ने हो अब एकछिन गर्दै गर्नुपर्छ हाम्रो कुकुर थियो क्यारे खै रे मासले त्यहाँ बस भाइ ननिस्कि त्यहीँ बस म गएँ हाम्रो कुकुर अब त्यो फेरि बाहिर निस्किन्छ भने त्यहाँबाट फेरि बाहिर आउँछ अहिले बाहिर आयो भने झन् मान्दैन बस्न हाम्रो चाहिँ पसल त्यो भयो घर यहीँ हो घर तल्लो पसल माथिल्लो हो कि तल्लो र माथिल्लो साइड हो तल्लो माथिल्लो अनि तैपनि अब घरमा अरू कसैले नि हेर्दैनन् कि पसल खासै मम्मीले हेर्छन् अलिअलि अनि मैले हेर्छु अरूले हेर्दैनन् दाइले नि हेर्दैन बुवाले हेर्दैनन् दाइले पैसा चाहियो भने पैसा दिन्छ तर ऊ चाहिँ गर्दैन कि ल अहिले पछि भेटौँ ल अहिले यहाँ हल्का कामसम्म गरौँ ल अहिले मस्त पसलमा बसिराखेको छ पसल बन्द गर्ने बेला हुँदैछ एकछिन अब यहाँ मान्छेहरू आउँछन् कि भनेर टक्क फलफुलहरू पनि छ यस्तो मजाले एकछिन बसौँ अनि पसल बन्द गर्नुपर्छ आज त्यो एउटा के दुःख लागिरहेको छ कि अब भोलिबाट कलेज पनि जानु पाइँदैन होइन अब त्यो हुँदाखेरि एउटा रमाइलो हुन्छ जो साथीभाइहरूसँग रमाइलो गर्ने खाजा खाने त्यो म्यामहरूलाई ओहो भनेर त्यो म्याम राम्री भन्ने साथीहरूसँग कुरा गर्ने गफ गर्ने टाइपको चाहिँ टाइम गयो होइन कलेज पढ्ने टाइममा पनि तर कलेज गर्ने होइन कस्तो भनौँ अब आफ्नै अब त्यस्तो बिग्रेर होइन कि अब आफ्नै एउटा के बिजनेस अब आफै रन गर्ने भएर खासै कलेज पनि जान पाइने भएन होइन अब इक्जाम मात्रै दिन जाने भयो केटा हो त्यो हुँदाखेरि अब एउटा फिल हुन्छ नि अब जस्तो मनमा बस्ने रमाइलो साथीभाइहरूसँग घुम्न जाने
त्यो चाहिँ नपाइने भयो। अब कलेज जाँदा बाइक पड्काउँदै जाने त्यो यहाँ त्यहाँ भने चाहिँ गरियो होइन। अब मस्त गरियो त्यो भने चाहिँ मजाले काम गरियो। त्यो चाहिँ बाइक पनि पड्काइयो, सबै गरियो। 2 महिना जति गरियो, त्यसपछि चाहिँ अब गर्न पाइएन नै भनौँ। यस्तै हो कुरा हो। अब आज लास्टचोटि गएको थिएँ कलेज। अब आज आधी केटाहरूलाई भेटेँ, आधी केटी साथीहरूलाई पनि भेटियो। अब 2-4जनालाई भेटिएन। अब त्यही हो। अब यस्तै हो। अब कहिले के कहिले कहाँ कहिले के यस्तै त हो। अब त्यही पनि केटाहरूसँग भेट त भइरहेको छ, नजिकै छन्। कलेज पनि नजिकै छ नै भनौँ होइन। अब त्यो हुँदाखेरि हल्का फिल चाहिँ कस्तो फिल हुँदो रहेछ कि त्यो भएर चाहिँ हल्का नराम्रो लागिरहेछ। केही छैन। अब आफ्नै मस्त बिहान 5 बजी स्टक सामान ल्यायो, उ गऱ्यो। यहीँ बाइक बस्छ, यहाँ बाइक उ गऱ्यो। हल्का डेकोरेसन काम बाँकी छ, त्यो बनाउनु हेर्नु बाँकी छ। सामानहरू यहाँ छ, छैन पनि हल्का झगडा छ नि त। अब बन्दैछ, बन्न चाहिँ अलिअलि सामानहरू राख्दै पनि राखेको छ। भरे पनि हल्का झट्का लाग्छ होइन। निन्द्रा जोस् आफ्नो उ गरेपछि चाहिँ त्यो भन्न चाहिँ के पनि नपाउने क्या। बिहान उठ, आफै खोल, आफै गर, सब आफै हान्दाखेरि चाहिँ हल्का रिस पनि उठ्छ। अब केही पाउनाले केही चिज गुमाउनु पर्छ भने जस्तै धनी केटा हो। अब रिसाएर पनि भएन, आफ्नो काम आफै गर्नु परिहाल्यो। काम गर्दा पनि त्यो एउटा हुन्छ नि त छुट्टै। अब त्यो त्यस्तो सधैँ गरेर मात्रै पनि भएन होइन। त्यही हो, सबै मिलाएर गर्नु परिहाल्यो। अब आज खासै दिउँसो कालीमाटीतिर गयो, कुलेश्वरतिर गयो। खासै भिडियो नै बनाउनु त हल्का बनायो, पुरा भिडियो त बनाउन पाइनँ। अब के कस्तो छ, अब राम्रो नराम्रो अब हेरौँ, यसो सपोर्ट गरौँ। त्यही नै हो। त्यही भन्दै अब आजको भ्लग यहीँ राखौँ होइन। आजको भ्लग त्यही खतम गरौँ। अब भेटौँला फेरि भोलि अब अर्को भ्लगमा। अब आयो माया गरिराख्नुहुन्छ होला अब होइन। म पनि भ्लग बनाइराख्छु यसो सकेसम्म, अब आफूले भ्याएसम्म, टाइम मिलेसम्म होइन। अब यही नै हो। ल आजलाई यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु। भोलि भेटौँला अर्को भ्लगमा। ल बाई बाई गरौँ।